दर्शन नमस्ते साथीहरू, अहिले म हेटौडाको शहीद स्मारक पार्कबाट बोल्दैछु। मेरो पछाडि देख्न सक्नुहुन्छ शहीद स्मृति स्तम्भ। यो शहीद स्मृति स्तम्भ हो जुन मेरो पछाडि देखिरहनु भएको छ। तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ नेपालको म्याप। साथीहरू देख्न सक्नुहुन्छ शहीद स्मारक गेट। हेटौडाको मेन गेट यही हो साथीहरू। देख्न सक्नुहुन्छ शहीद स्मारक गेट मेन गेट यही हो। यहाँ वरिपरि बाइक पार्किङ सबै देख्न सक्नुहुन्छ। सबैले मान्छेहरू आइरहेको छ, देख्न सक्नुहुन्छ तपाईले। म तल झरिरहेको छु है। माथि देख्न सक्नुहुन्छ शहीद स्मृति स्तम्भ। रमाइलो छ, तपाईहरु पनि आउन सक्नुहुनेछ। शहीद स्मारक पार्क साथीहरू देख्न सक्नुहुन्छ शहीद मनमोहन अधिकारी। यहाँ देख्न सक्नुहुनेछ विश्वेश्वर प्रसाद कोइराला। यता पुरै शहीद मूर्तिहरू राखिएको छ। पुष्पलाल श्रेष्ठ, यहाँ पुष्पलाल श्रेष्ठ यहाँ देख्न सक्नुहुनेछ। वरिष्ठ प्रजातान्त्रिक नेता गणेश मान सिंह हजुरआए पनि देख्न सक्नुहुन्छ शहीद स्मारक पार्कमा। जति वर्ष भयो त्यति एउटा हाँगा आउने साथीहरू मयूर नाचेको पनि देख्न सक्नुहुन्छ। हेर्नु त कस्तो रमाइलो। आमामामा साथीहरू शहीद स्मारक पार्क पछाडि लेखेको बोर्डमा छ, देख्न सक्नुहुन्छ शहीद स्मारक। शहीद स्मारक पार्क साथीहरू नेपाली फ्ल्याग देख्न सक्नुहुन्छ। यस्तो दामी फर्किरहेको छ। मेरो नानी छोरी आइसा हाई गरिदेऊ। हामी बाबा छोरी स्काई साइक्लिङ गर्दै स्काई साइक्लिङ हामी आज लगाएर तल नहेर।